to my channel, my new day, new vlog. I hope you guys are doing well. Ramopani Sanjay Chu. Those who are new to my channel, myself Anisha. अनि आजको भ्लग चाहिँ के को बारेमा हो भन्दाखेरि त्यस्तो स्पेशल केही पनि छैन, खास पनि केही छैन। आज चाहिँ बस के हो, म रुम सफा गर्दैछु हो। आज चाहिँ क्लिनिङ डे कति भएको थियो नि त, मैले यो प्लान्टहरू निकालेर सफा नगरेको। सो आज चाहिँ त्यही अब सफा गर्नु, अर्गनाइज गर्नु गइरहेको छु। हेर्दै गर्नुहोस् होला। मैले चाहिँ यहाँनिर प्लान्टहरू निकालेर राखिरहेको छु बाहिर हो सफा गर्नुलाई। अहिले फिलहालको रुमको हालत चाहिँ यस्तो छ। म चाहिँ अब यहाँ पुसपास पारेर प्लान्टहरू सबै निकालिरहेको छु बाहिर हो, सबै सफा गरौँ भनेको। ओछ्यान चाहिँ मैले अघि नै मिलाइसकेको थिएँ नि त, तर उयसहरू चाहिँ मिलाएको छुइनँ र मेरो हालत चाहिँ यस्तो भइरहेको छु, अरेसै लाग्दो। सो अब यतिकै हो। अब पहिला आफ्नो अनुहार सफा गर्नुभन्दा पहिला चाहिँ सफा गर्नु पर्यो रुम। मेरो सिङ्गुनियम चाहिँ कस्तो मजाले भइरहेको छ हो यहाँनिर। यसरी पहिला बाहिर राख्दा त कस्तो भइरहेको थियो कि, अहिले भित्र ल्याएर राख्दा चाहिँ मजाले ग्रोथ हुँदैछ यसको लिप्सहरू हेर्नुहोस् न, यहाँनिर कस्तो मजाले हरियो भइरहेको छ हो। गान्तोक गएको बेलामा किनेको हो, गान्तोकको चिनो दालु र म भएर किनेको। कस्तो क्युट छ। यसको लाइट बल्थ्यो तर ब्याट्री सकियो, खै के भयो, अहिले चाहिँ लाइट बल्दैन यसको। यहाँनिर चाहिँ यस्तोहरू छ ल्याम्प। हेर्नुहोस् न गाइस, मैले चाहिँ फर्सीको सिड भुटेर राखेको खानु। हेल्दी डाइट मेन्टेन गरेको अरे त।
गाइस यो चाहिँ हो मेरो रुमको फाइनल लुक हेर्नुहोस् ल सबै साफसफाइ गरिसकेँ मैले प्लान्टहरू पनि डल्लै राखिसकेँ हो बेड पनि मिलाइसकेँ अब चाहिँ आमाको रुम सफा गर्नु छ मेरो त कम्प्लिट भयो गरिसकेँ अब चाहिँ आमाको रुम छ यतै गर्नुहोस् होला यहाँ चाहिँ यस्तो छ हाम्रो फुलहरू मैले यो फुलहरू रोपेको ज्यादा भएको छैन नि त त्यही भएर त्यति साह्रो उयो भएको छैन भर्खर सर्दैछ कति हो त्यहाँनिर हेर्नुहोस् कस्तो मजाले फुलिरहेको छ यो सयपत्री मैले तल बाख्रीकोटबाट ल्याएको हो बाबाले ल्याउनु भएको यसको उयो हुँदैछ भर्खर यहाँ हेर्नुहोस् न कस्तो मजाले फुलिरहेको छ स्ट्रबेरी चाहिँ मेरो सानोमै पाक्दैछ हेर्नुहोस् है गाइस तपाईँकोतिर कत्रोमा पाक्छ हो मेरो चाहिँ यस्तो छ हेर्नुहोस् न मेरो रबर प्लान्ट चाहिँ त्यति साह्रो ग्रोथ गरेको जस्तो लागेन किनभने अब विन्टर ठाउँमा त हुन्छ जस्तो त्यति साह्रो लागेन मैले यो बाख्रीकोटबाट ल्याएको हो त्यति साह्रो उयो नै भएको छैन गरमतिर मात्रै हुन्छ होला सायद यो चाहिँ हो आमाहरूको रुम यहाँ पनि अस्ति मैले मिलाएर चाहिँ यो प्लान्टहरू यहाँ राखिदिएको छु यसरी हो यो हाम्रो मन्दिर सानोबडे अब चाहिँ म यहाँ रुमको सफा गर्छु यस्तो छ अन्त ओछ्याएर सबै मिलाएकै छ कि तर अब यहाँ पुस्नु र घर पराल्नु मात्रै बाँकी छ सनाक्सनिक भइसक्यो यहाँनिर चाहिँ यस्तो छ है सो म पनि यहाँ फ्रेसेस भइसकेँ है सबै अब रुमहरू सफा गरेर लुगाहरू चाहिँ धुनुमा राखिरहेको छु है सो आजको लागि चाहिँ यति नै सी यू गाइज इन अ नेक्स्ट भिडियो आई होप यू गाइज विल इन्जोय इट एन्ड डोन्ट फर्गेट टु डु लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल है एउटा कुरा म पनि अब डेली भ्लग बनाऊँ भनेर सोच्छु कि तर अब के भन्छ डेली भ्लग बनाउनुलाई अब के भन्छ म अब कता कता गइबस्नु पर्यो अब फेरि अब के इन्ट्रेस्टिङ खालको उयोहरू हुनु पर्यो नि त होइन तर त्यस्तोहरू केही पनि हुँदैन अब गाउँ बस्तीतिर त्यस्तै त हो होइन अब फेरि तपाईँहरूलाई एउटै जग्गामा एउटै एक्टिभिटी एउटै रुमहरू त्यस्तोमा अब तपाईँहरूलाई पनि बोर हुन्छ बनाइबस्दा है सो त्यही भएर डेली भ्लगहरू चाहिँ गर्नु पाउँदिनँ म है अब डल्लो आएको बेलामा चाहिँ अब घुम्नुहरू गइबस्छु हामी त्यति बेला चाहिँ अब चान्स हुन्छ मेरो कि अब डेली भ्लग बनाउनु अनि अहिले त त्यस्तो अहिले त ऊ पनि छैन हो त्यस्तो साह्रो अब भ्लगहरू पनि बनाउँदिनँ कहिलेकाहीँ अब इन्ट्रेस्टिङ कुराहरू भएको बेलामा त्यस्तै उयोहरू भएको बेला मात्रै बनाउँछु सो आजको लागि चाहिँ यति नै
See you guys in the next video. Bye bye.